हाम्रो हात कहिले पनि परमेश्वरले छोड्नुहुन्न। आमेन। परमेश्वर हाम्रो महान परमेश्वर हुनुहुन्छ, जान्ने चुन्ने परमेश्वर हुनुहुन्न। हाम्रो हात कहिल्यै छोड्नुहुन्न, किनभने हामी उहाँलाई भक्ति साथ बुझ्न पर्यो है, भक्ति साथ उहाँलाई हामीले मान्नु पर्यो। हाम्रो हात कहिल्यै छोड्नुहुने छैन। यो आशिषमय भजन छ। यस्तै गरेर हामी फेरि पनि 502 नम्बरको भजन गाउनेछौँ। साँच्चै नै यहाँ यो भजन पनि हामीले राम्रोसँग गाउन सक्यौँ।
परमेश्वरको महिमा भएको होस्। यहाँ भनेको छ है, हेर न हेर सृष्टिको सुन्दरता, यसलाई बनाउने प्रभुको महानता। आमेन। यसलाई बनाउने प्रभुको महानता है। धनी र गरिब दुवै मिलेर है प्रभुलाई महिमा दिनको लागि है परमेश्वरले यहाँ भजनमा यहाँ हामीले पाउँदछौँ भनेको। धनी र गरिब दुवै मिलेर भन्न सक्छौँ प्रभुलाई धन्यवाद। हेर्नुहोस् त, आज गरिब धनी परमेश्वरले छुट्याउनु भएन, यसमा अलग गर्नु भएन। धनीले मात्रै गर्ने पनि भन्नु भएन, गरिबले मात्रै पनि मेरो महिमा गर भन्नु भएन है। आज दुवैलाई भन्नुभएको छ। गरिब र धनी दुवैले भन्न सक्छन् प्रभु धन्यवाद। परमेश्वरको महिमा भएको होस्। अब हामी सक्ने जति उठ्नेछौँ, हामी भजन सङ्ग्रह पाठ गर्नेछौँ। हामी आराधनाको समयमा आइपुगेका छौँ है। हामी सक्ने जति उठौँ र हामी भजन सङ्ग्रह पाठ गरेर हामी लगातार हामी स्थिति प्रशंसातिर हामी जानेछौँ। तपाईँहरूले मसँग खोल्नुहोस् भजन सङ्ग्रह 146 अध्याय 146 अध्याय भजन सङ्ग्रह खोल्नुहोस्। 1 देखि 8 पदसम्म हामीले हेर्नेछौँ। हुन्छ, सबैजनाले पाउनुभयो होला। हामी सँगसँगै पाठ गरौँ। कसैले छिटो पढ्नेले ढिलो पढौँ, ढिलो पढ्नेले छिटो पढौँ है। हामी सँगसँगै जाउँ, कोही जान्ने छौँ कोही नजान्ने छौँ। त्यही भएर हामी सँगसँगै पढौँ। 8 पदसम्म हामी 1 देखि। यहाँ शीर्षकमा छ उद्धारक परमेश्वरको प्रशंसा भनेर। 1 2 3 हालेलुया। हे मेरो प्राण परमप्रभुको प्रशंसा गर, मेरो जीवनभरि परमप्रभुको प्रशंसा गरिरहेछु। म जीवित बहुदिन मेरा परमेश्वरको स्तुति गाइने बस्नेछु। आफ्नो भरोसा संसारका शासकहरूमाथि नराख, मरणशील मानिसहरूमाथि जसले बचाउन सक्दैनन्। जब तिनीहरूको आत्मा निस्कन्छ, तिनीहरू माटोमा मिलिहाल्छन्। त्यही दिन तिनीहरूका योजनाहरू पनि नष्ट हुन्छन्। त्यो मानिस धन्यको हो जसको सहायता याकुबका परमेश्वरमा छ, जसको आशा परमप्रभु त्यसका परमेश्वरमा हुन्छ। पृथ्वी, समुद्र र त्यसमा भएका यावत थोकका सृष्टिकर्ता हुनुहुन्छ। परमप्रभु सदाकालको निम्ति विश्वासयोग्य हुनुहुन्छ। उहाँले अत्याचारमा परेकाहरूको पक्षमा न्याय दिनुहुन्छ र भोकाहरूलाई भोजन दिनुहुन्छ। परमप्रभुले कैदीहरूलाई मुक्त गरिदिनुहुन्छ। परमप्रभुले अन्धहरूका आँखा खोलिदिनुहुन्छ। परमप्रभुले दबिएकाहरूलाई उठाउनुहुन्छ। परमप्रभुले धर्मीजनलाई प्रेम गर्नुहुन्छ। आमेन। यहाँ भनिएको छ साँच्चै नै है, मरणशील मानिसमाथि भरोसा नराख भनेर यहाँ भनिएको छ। किनभने त्यसले बचाउन सक्दैन। मानिस एकचोटि मर्छ है, निस्किन्छ। त्यो आत्मा निस्किएपछि त्यो योजनाहरू पनि चकनाचुर हुन्छ भन्ने कुरा हामीले यहाँ पाउँदछौँ। र त्यो मानिस धन्यको हो जसले सहायता याकुबका परमेश्वरमा छ, जसको आशा प्रभुले त्यसका परमेश्वरमा। साँच्चै नै याकुबका परमेश्वर है, याकुबको परमेश्वर, इसाकको परमेश्वर, अब्राहमको परमेश्वर हाम्रो परमेश्वर। हामी उहाँमा भरोसा राख्ने व्यक्तिहरू हौँ है। उहाँमा भरोसा राखेर पाइला कदम चाल्ने व्यक्तिहरू हामी हौँ। हामीलाई उहाँले त्यो योग्यको बनाउनु भएको छ र हामी उहाँमा आशा राखेर हिँड्छौँ भने हाम्रो आशा हाम्रो भरोसा सबै उहाँमा जब हामी बिसाउँछौँ तब उहाँले हामीलाई हरेक कुराबाट छुटकारा दिनुहुन्छ। आमेन। किनभने परमेश्वर महान हुनुहुन्छ। अनि
हाम्रो सृष्टिकर्ता उहाँ नै हुनुहुन्छ। दबिएकालाई उठाउनु हुने परमेश्वर है, भोकालाई भोजन जुटाउनु हुने परमेश्वर, आँखा नदेख्नेलाई दृष्टि दिने हुने परमेश्वर है। हाम्रो परमेश्वर कति महान हुनुहुन्छ। आज महान परमेश्वरलाई हामी यसरी एकसाथ भेला भएर उहाँको आराधना गर्नको लागि हामी आएका छौँ है। हामी टाढा टाढादेखि हामी आएका छौँ उहाँलाई महिमा दिनको लागि। हामी एकसाथ उहाँलाई महिमा दिनेछौँ। हाम्रो बाहिरी आँखाहरू बन्द गर्नेछौँ र हामी भित्री आँखाले उहाँलाई ताली बजाउँदै है, गीतहरू गाउँदै हामी नाच्न सक्छौँ, उफ्रिन सक्छौँ है। उहाँमा परमेश्वरको महिमा गर्नको लागि परमेश्वरले हाम्रो सबैजनासित रहनुहुन्छ र सहायता गर्नुहुन्छ। अनि यो समय स्थिति प्रशंसाको समय म वाइल्ड टिमका नानीहरूलाई म दिनेछु, उहाँहरूले लिनुहुनेछ। परमेश्वरलाई धन्यवाद भएको। साँच्चै नै हामीले भजन सङ्ग्रह 146मा हामीले भर्खरै हेर्यौँ, त्यहाँनिर भनिएको छ, हे मेरो प्राण परमप्रभुको प्रशंसा गर। म जीवनभरि परमप्रभुको प्रशंसा गर्नेछु। म जीवित रहन्जेल मेरा परमेश्वरको स्तुति गाइ बस्नेछु। अनि यो चाहिँ हामीले भर्खरै हेरौँ, कति ठुलो प्रतिज्ञा गरेको छ भजनकारले होइन, कि हे मेरो प्राण परमप्रभुको प्रशंसा गर। म जीवनभरि परमप्रभुको प्रशंसा गर्नेछु। अनि हामी साँच्चै हाम्रो जीवनभरि हामीले परमप्रभुको प्रशंसा गरेको छौँ कि छैनौँ त होइन। अनि आज हामीले आफूले हेरौँ, म जीवित रहन्जेलसम्म परमप्रभुको स्तुति गाइ नै बस्नेछु। अनि यो यति ठुलो प्रतिज्ञा, यति ठुलो प्रतिबद्धता चाहिँ हामीले हाम्रो जीवनभरि साँच्चै नै प्रभुको दोस्रो आगमन नहुन्जेलसम्म अथवा हामी यो संसारलाई छोडेर नजानेसम्म हामीले यो भरोसा अनि यो कमिटमेन्ट चाहिँ पुरा गर्न सक्छौँ कि सक्दैनौँ। आज हामी सक्छौँ भनेर आएका छौँ। आमेन। मैले हे मेरो प्राण परमप्रभुको भन्छु, तपाईँहरूले प्रशंसा गर भन्नु होला। 1 र 2 पदलाई कृपया स्क्रिनमा देखाइदिनु होला, भर्स 1 र 2 लाई। अनि म जीवनभरि परमप्रभुको भन्नेछु, तपाईँहरूले प्रशंसा गर्नेछु भन्नु होला। अनि म जीवित रहन्जेल मेरा परमेश्वरको भन्छु, हजुरको स्तुति गाउनेछु भन्नु होला। हुन्छ, आउनुहोस् हामी परमप्रभुलाई उहाँको वचनद्वारा हामी घोषणा गर्नेछौँ। हे मेरो प्राण परमप्रभुको, फेरि एकचोटि, हे मेरो प्राण परमप्रभुको, अझै ठुलो स्वरले भन्नुहोस् ल, म जीवनभरि परमप्रभुको, म जीवन रहन्जेल मेरा परमेश्वरको, हालेलुया। आउनुहोस् हामी सबैजना मिलेर उहाँको स्तुति गर्नेछौँ, जो हामीले भर्खरै उहाँलाई प्रतिज्ञा गरेको छौँ, कमिटमेन्ट गरेको छौँ कि मेरो जीवन रहन्जेल म उहाँको स्तुति गाउनेछु। अनि मेरो जीवन बाँचुन्जेलसम्म चाहिँ म उहाँको स्तुति गाइ नै बस्नेछु। हामी 252 नम्बर कोरस, 252 नम्बरको कोरस गाउने उहाँको अगाडि जानेछौँ। हालेलुया। Maria
लागि प्रभु आज तपाईँले बाँच्नु पनि सक्दिनँ प्रभु आज तपाईँ येशू चाहिएको छ हालेलुया प्रभु येशू आज तपाईँ हामीलाई चाहिएको छ प्रभु आज तपाईँ मलाई चाहिएको छ किनभने तपाईँले मेरो हातहरू कहिल्यै नछोड्ने प्रतिज्ञा गर्नुभएको छ अनि तपाईँले मेरो आँखाको आँसुहरू पुसिदिनु भएको छ मैले गुप्तमा गरेका मेरो पाप र दोषहरूलाई मेटाइदिनु भएको छ अनि आफ्नो रगतले मलाई धुनु भएको छ अनि तपाईँ परमप्रभुको बाँचुन्जेलसम्म मेरो प्राण रहन्जेलसम्म तपाईँको आराधना गर्नको लागि आज तपाईँको अगाडि उभिएर हामी सबैजना प्रभु तपाईँसँग प्रतिज्ञा गरेका छौँ किनभने तपाईँले हाम्रो परमेश्वर हुनुहुन्छ तपाईँले हाम्रो असल गोठालो हुनुहुन्छ जसले हामीलाई हरियो खल्कोमा लिएर आउनुहुन्छ प्रभु हामी तपाईँको अगाडि आज आएका छौँ तपाईँको आराधना गर्न हामी पछि पर्दैनौँ प्रभु किनभने हामीले तपाईँको प्रतिज्ञा गरेको छौँ हे मेरो प्राण प्रभुको प्रशंसा गर भनेर हामीले आफ्नो प्राणलाई भनेका छौँ हामी पछाडि पर्दैनौँ प्रभु तपाईँको महानतालाई गाउनको लागि अनि मेरो जीवनभरि बाँचुन्जेल म तपाईँको प्रशंसा गर्नेछु र मेरो जीवन रहन्जेलसम्म म तपाईँको स्तुति गर्नेछु भनेर हामी तपाईँ परमप्रभुको प्रतिज्ञा गरेका छौँ आज हामी कोही पनि नहिचकिचिकन हाम्रो बिचमा उपस्थित हुनुभएको हाम्रो महान जिउँदो परमेश्वर हाम्रो हातहरू उचाल्दै हाम्रो ओठ जिब्रोहरू हाम्रो स्वरहरू खोल्दै उहाँको आराधना गर्दछौँ हालेलुया उहाँलाई धन्यवाद छडाऊ किनभने उहाँ अति पवित्र 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 र विश्वासयोग्य हुनुहुन्छ अनि उहाँले चाहिँ हाम्रो हातहरू कहिल्यै नछोड्ने प्रतिज्ञा गर्नुभएको छ अनि उहाँ चाहिँ जिउँदा र मरेकाहरूलाई मुक्ताउनुहुने परमेश्वर हुनुहुन्छ हामीलाई अनन्तको मार्गमा लैजानुहुने अनि हामीलाई अनन्तसम्म आफ्नो हातहरू कहिल्यै नछोड्नुहुने हाम्रो परमेश्वर हुनुहुन्छ हाम्रो असल कोठाहरू हुनुहुन्छ जसले हाम्रो आँखाको आँसुहरू पुस्नु भएको छ उहाँ नै पवित्र अनि उच्चमा अनि उद्धारक परमेश्वर हुनुहुन्छ जसले हामीलाई मुक्ति दिनुभएको छ हालेलुया प्रभु साथै हाम्रो हृदयको आँखाहरूद्वारा हामी उहाँलाई आराधना गर्दछौँ उहाँलाई हेर्दछौँ अनि उहाँ अति पवित्र पवित्र अनि पवित्र हुनुहुन्छ हालेलुया प्रभु धन्यवाद The same
पवित्रता अनि सुन्दरतालाई हेर्न आज हामी आएका छौँ। हामी हाम्रो बाहिर आउँदैन त हामी तपाईँलाई हिँड्नु पनि सक्दैनौँ प्रभु। हाम्रो हृदयको आँखाहरूले हामी तपाईँको प्रेमलाई अनुभव गर्छौँ। तपाईँले दिनुभएको उपस्थितिको लागि धन्यवाद प्रभु। साँच्चै नै तपाईँको सुन्दरतालाई आज हामी आएर हिँड्न चाहन्छौँ प्रभु। तपाईँको नजिक अझै नजिक अझै नजिक हामी आउँदछौँ प्रभु। हामीलाई आफ्नो अङ्गालोमा बोलाउनु हुने परमेश्वर चाहिँ तपाईँ मात्रै हुनुहुन्छ, जसले हाम्रो शरीर अनि आत्माको रोगहरूलाई निको पार्नुहुन्छ। शरीर अनि आत्मा दुवैको रोगलाई निको पार्नुहुने चाहिँ केवल तपाईँ मात्रै हुनुहुन्छ प्रभु। प्रभु तपाईँ परमेश्वरको नजिक ठाउँमा आउँदछौँ जब हामी आराधना गर्छौँ अनि जब तपाईँको महिमित मुहारलाई हेर्छौँ नि प्रभु, हाम्रो हृदयहरू भक्कानिएर आउँदछ तपाईँको प्रेमलाई जब हामी सम्झाउँछौँ प्रभु। हामी तपाईँलाई धेरै धन्यवाद गर्दछौँ। हामी जस्तो छौँ प्रभु, हामी त्यस्तै तपाईँको अगाडि उभिएका छौँ। हामीसँग तपाईँले दिनको लागि केही पनि छैन प्रभु, केवल धन्यवाद आराधना र स्तुति हामी तपाईँलाई चढाउँदछौँ। हामी बाचा गरेको छौँ कि बाँचुन्जेलसम्म, प्राण रहन्जेलसम्म अनि तपाईँको दोस्रो आगमन भएर तपाईँसँग नपुगिन्जेलसम्म प्रभु हामी तपाईँको आराधना गाइदिन बस्नेछौँ। हाम्रो प्राणले तपाईँको आराधना गर्दछ प्रभु। तपाईँको नजिकतामा आउँछु प्रभु। प्रभु तपाईँको नजिकतामा आउँदछु, तपाईँले छुन चाहन्छु प्रभु। तपाईँको प्रेममा मग्न हुन चाहन्छु। मेरो हृदयहरू आज तृषित छ प्रभु, तपाईँले हामीलाई अँगाल्नुहोस्। आज हामी कतिजना चोट खाएर आएका छौँ, कतिजना आफ्नो हृदयमा घाउहरू लिएर आएका छौँ, कतिजना आफ्नो शरीरमा घाउहरू लिएर आएका छौँ। यसलाई मलमपट्टि गरेर निको पार्ने चाहिँ केवल तपाईँ हुनुहुन्छ प्रभु। तपाईँको नजिक 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 आउँछु प्रभु। तपाईँको प्रेमले अँगाल्नुहोस्। तपाईँको प्रेमले मात्रै हामीलाई तृप्त गर्न सक्छ प्रभु। संसारको कुनै पनि प्रेमले हामीलाई तृप्त पार्न सक्दैन, केवल यीशुको प्रेमले मात्र हामीलाई तृप्त पार्न सक्छ। नजिक 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 आउँछु तपाईँको तृप्त तृप्त बनाउनुहोस् मलाई प्रेमले। नजिक प्रभु साँच्चै नजिक अनि नजिक तपाईँमा आउँदछु। तपाईँको प्रेमले आज हामीलाई तृप्त 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 पार्दछ प्रभु। अनि सारा हृदयको अन्तस्फोरदेखि धन्यवाद र आनन्दको भेटीहरू लिएर आज हामी आएका छौँ।
प्रभु तपाईँ परमेश्वरको नजिक तपाईँ आज हामी आएको छ। हामीलाई हेर्नुहोस्, हाम्रो हृदय अनि मनलाई हेरेर विचार गर्नुहुने परमेश्वर तपाईँ हुनुहुन्छ। हामीले बोलाउनु भन्छ पहिल्यै नै हाम्रो लागि तयारीमा रहनुहुने परमेश्वर चाहिँ तपाईँ मात्रै हुनुहुन्छ। आज त संसारको मानिसहरूलाई कतिचोटि प्रभु भन्नुपर्छ, कुहार्नुपर्छ, तर तपाईँ मात्र त्यस्तो परमेश्वर हुनुहुन्छ जसले बोलाउनु भन्दा नै हाजिर हुनुहुने मेरो परमेश्वर। मेरो अगाडि पछाडि भएर प्रभु दिनमा बादलको खामो र रातमा आगोको ज्वाला बनेर हामी हरेकलाई निगरानी र खुवाली गर्नुहुने परमेश्वर। धन्यवाद आजसम्म हामीलाई सुस्वास्थ्य राख्नुभएको लागि, आजसम्म दिनुभएको सबै हामीलाई भोग गर्न दिनुभएको सेवा सुविधाहरूको लागि, आजसम्म हामीलाई मिठो सम्बन्धहरूमा राख्नुभएको लागि, हाम्रो सम्बन्धहरूको सुरक्षा गर्नुभएको लागि, हामीले दिनुभएको प्रेम अनि अनुग्रहको लागि, हामीलाई दिनुभएको असल मानिसहरूको लागि, हामीलाई पाठ पढाउनको लागि दिनुभएको प्रभु विभिन्न चरित्रका मानिसहरूको लागि हामी तपाईँलाई धन्यवाद भन्दछौँ। अनि साँच्चै नै भजन सङ्ग्रह 146 मा लेखिए जस्तै हर समय जीवन रहन्जेल हे मेरो प्राण परमप्रभुको प्रशंसा गर, हे मेरो प्राण परमप्रभुको स्तुति गा, हे मेरो प्राण परमप्रभुको आराधना गर, किनभने तपाईँ परमप्रभु नै आराधनाको योग्य हुनुहुन्छ। तपाईँ हामीबाट केही कुराहरू चाहनु भएको छैन, केवल धन्यवाद आराधनाको जीवन आज हामीबाट चाहना गर्नुभएको छ। त्यही पनि दिन नसकेर हामी कति पटक लछारिएका छौँ अनि पछाडिएका छौँ। प्रभु तपाईँले त हामीलाई आफ्नो जीवन अर्पण गर्नुभएको छ। सारा स्वर्ग र पृथ्वीको मालिक भएर पनि हाम्रो लागि प्रभु दुःख थुकाएर कुटाइ सहनु भएको छ। प्रभु धन्यवाद हामीलाई गर्नुभएको यो असाध्यै गहिरो प्रेमको लागि, यो अतुलनीय प्रेमको लागि आज हामीसँग तपाईँलाई दिनको लागि केवल धन्यवाद, स्तुति, प्रशंसा र आराधना छ, जो हामीले जानी नजानी हामीले तपाईँको हजुरीमा पेश गरेका छौँ। सुनिकन ग्रहण गर्नुहोस् यीशु प्रभुको नाममा, आमेन। हुन्छ, सबैजना बस्न सक्नुहुन्छ। हुन्छ, अब कसैको आशिष छ भने हप्ताभरिको आएर अगाडि बढ्न सक्नुहुनेछ। छिमेकीको धुतो कमाइ नलिनु, छिमेकीको लालच नगर्नु। हुन्छ, नानीलाई धन्यवाद। परमेश्वरले अझै धेरै अनि ज्ञान बुद्धि दिनुभएको होस् कण्ठ गर्नको लागि, भन्नको लागि। त्यत्रो सानो नानीले है त्यसरी कण्ठ गरेर अगाडि आएर भन्नु धेरै ठुलो कुरो हो। परमेश्वरलाई धन्यवाद भएको होस्। अझै कसैको छ भने पनि आएर भन्न सक्नुहुन्छ। सर्वप्रथम म परमेश्वरलाई धन्यवाद दिँदछु। तपाईँहरू सबैजनालाई परमेश्वर मसीहको नाममा जय मसीहा। खुसी हुनुहुन्छ? अनि हामीले पनि भन्नुपर्छ, अनि भनौँ त नभनौँ जस्तो भएको थियो, किनभने यो हप्ता गएको हप्ताभन्दा अलि पहिलोपल्ट यो गएको हप्ता एक हप्ताभन्दा अलिकति बढी भयो, लगभग 10-9-10 दिन भयो होला। अनि म गाडीमा चाहिँ बस
चलाउन लिएर आउँदाखेरि बच्चाहरू बोकेर आएको थिएँ। यही तलको यो होराइजन चोक छ, तल्लो होराइजन चोकको चाहिँ त्यता माथि थापा पर्छ, त्यहाँ साइडमा यस्तो झारेर एउटा दाहिने साइडमा जानुपर्छ। अनि बच्चा झारेर दाहिने साइडतिर यस्तो म गइराखेको थिएँ, उताबाट अटो आयो, एकदमै स्पिडमा आएको अटो। अनि गाई गोरुहरू धेरै माथि धेरै थियो कि, त्यसले त गाईलाई हेर्दै आयो क्या, त्यसले गाईलाई हेर्दै आयो। मैले हेरिरहेको छु, त्यसले गाईलाई हेर्दै हेर्दै ठोक्ने हो, ब्रेक भनेको कति पनि लाग्छ। आएर ड्याममै ठोक्यो भने चाहिँ एकदमै बजारियो, कटिसकेको बसलाई। म त यो बिचमा भएको मोड थियो, यो मोड बर्बाद भयो भने म एकदम म पनि हात छिटो गाडी राखेर साइड लगाएर गएको त्यहाँदेखि के हो, के गरेर चलाएको यस्तो, के हो देख्नु न यत्रो ठुलो गाडी भनेको। अनि मलाई गाईले झुक्कायो भनेको कि स्वीकार गरेको क्या, हाम्रो गाईले झुक्कायो भन्यो। त्यहाँबाट उतापट्टि ग्यारेज रहेछ, त्यो अटो मेकानिक अटोहरू बनाउने ग्यारेज रहेछ। त्यो ग्यारेजमा चाहिँ अटो बनाउने मिस्त्रीहरूले फेरि त्यहाँ सिसिटिभी क्यामेरा रहेछ। मैले फेरि त्यो इन्डिकेटरमा त उता तानेको मैले नबढेको रहेछ कि, बल त्यतिखेर नबढेको रहेछ। त्यहाँबाट त्यसले के गर्छ भन्दा सिधै लिएर त्यो सिसिटिभी क्यामेरा त्यो उसमा लिएर आएर सबैलाई देखाउँछ कि ल हेर्नुहोस् त, ल हेर्नुहोस् बसको इन्डिकेटरै बढेको छैन, ल हेर्नुहोस् है भन्दै उस्काएको हेर्नुहोस् है यस्तो गरी। अनि ल हेर्नुहोस् त भन्दै देखाउने, जतिजना आउँछ देखाउने, इन्डिकेटरै भएको छैन। त्यहाँ मैले भने त्यहाँ फेरि कसले सुन्ने, फेरि कसको कुरा जम्मै बोलिरहेछन् है, गाई 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 बोले कसको कुरा कसले सुन्ने, सबै बोलिरहेछन्। अनि पछि त्यहाँ एक दुईजना मैले पछि भने यति टाढाबाट आएको छ, त्यो पनि म दाहिनेपट्टि जाने हो, इन्डिकेटर बल्ब त दाहिनेपट्टिको बल्ने हो, ऊ त बायाँ साइडबाट आइरहेछ। यति ठुलो त्यसले बसै देखेको छैन, यदि इन्डिकेट देख्छ र अर्को कुरो उसले चाहिँ स्वीकारिसकेको छ, मलाई चाहिँ गाडी झुक्काएर स्वीकारिसकेको छ। अनि त्यतिसम्म भरममा पनि त्यहाँ दुई पक्ष मान्छे हुन लागेको रहेछ। मैले चिनेको मान्छे गइरहेको छैन त्यहाँ है, त्यहाँ होइन यति टाढाबाट आएको छ, उति टाढाबाट देख्दैन, उति टाढाबाट सिधै हानिरहेछ। अनि बसको के गल्ती छ र भनिरहेको छ, दुई पछि हुन लाग्यो। त्यहाँ उनीहरूले चाहिँ अलिकति झुटो गवाई मिलाएर चाहिँ मिलाउनु लाग्यो क्या, उसलाई अटोलाई त्यसलाई चाहिँ तिराउन उसलाई बनाइदियोस् के भनेर मलाई अप्ठ्यारो पार्नुको लागि झन्डै आफ्नो पनि झन्डै लडेन। अलिकति त्यो सिसा झामझुम फुट्यो त्यो अटोको, अनि त्यो सिसाले अलिअलि यहाँ काटेछ, अलिअलि खुन पनि आएको। त्यहाँ मान्छेले त ल खुन आयो भन्नु लागेको छ। फेरि हेरेको, फेरि यसो हेर्दा फेरि एउटा अपाङ्ग रहेछ, एउटा खुट्टै छैन, त्यस्तोले अटो चलाएको रहेछ है। अनि त्यहाँ छिटो लैजाने भने मैले घरमा यसोमा फोन गरेँ, अनि लगेर गएपछि त्यसले पनि राम्रै सिधै भन्यो मलाई अटोले झुक्काएको भनेर भनिरहेछ। अनि पछि गएर त्यो चौकीमा माथि चौकीमा यही देवीनगरको चौकीमा हो, यो देवीनगर छ नि त्यो चौकारी, त्यो चौकीमा चाहिँ ल्याएर आयो। मलाई पछि बोलाएको थियो, आउनुहोस् यसो चाहिँ बेलापत्र गरौँ, यस्तो छलफल गरौँ भनेर बोलाएको थियो। म सेवा भ्याएपछि आउँछु, म यो बच्चाहरू बोकेर भ्याएपछि साँझमा आउँछु भनेर मैले भनेँ। अनि साँझ आएपछि अनि हेर्दा सबै गल्ती उसैको छ। अब भन्ने मलाई लाइसेन्स छैन, लाइसेन्स मात्रै रहेछ उसको। अब एउटा खुट्टै नभएको मान्छेलाई कहाँको लाइसेन्स दिउँ? लाइसेन्स बनाउन त धेरै वर्ष उसले कोसिस गरेको छ, लाइसेन्स रहेनछ। अब त्यहाँ सिधै उसको गल्ती भएको छ। अनि एक दुईजनाले यस्तो छ, अपाङ्ग रहेछ, गरिब छ, अब के गर्ने, यसो मानवीय दृष्टिकोणले यसो हेरिदिनु पऱ्यो भन्ने कुरा पनि गरेको थिएँ। मलाई भित्रबाट दया आयो कि किन दया आयो भन्दा त्यहाँ भन्न त धेरै फसाउन खोजे मान्छेले, धेरै अनेक कुरा चाहिँ मिलाइजुलाइ गरिकन खालि मेरै दोष गल्ती देखाउनु खोज्यो कि, तर गल्ती छैन एउटा पनि, सिसिटिभी क्यामेरा पुरै देखिएको छ। अनि पछि मलाई पनि दया आयो, अनि यस्तो अब अपाङ्ग मान्छे रहेछ भने अनि प्रार्थना गरेँ मनमा नै, अब जति हुन्छ अब यीशुले तिर्यो भने तिर्छ, नभए म यस्तो अटोमा हिँड्छु भन्ने मन भयो कि मलाई भित्रैबाट। अनि कति लाग्छ यसलाई बनाउन भनेको पहिला त 3,000 जति लाग्छ, 4,000 लाग्छ, 3-4,000 लाग्छ भन्थ्यो। पछि त 8,000 साढे 7,000 लाग्ने रहेछ। मिस्त्री बोलायो। अनि बोलाएपछि अनि मैले त्यसलाई भने अलग्गै बताएँ म चाहिँ क्रिस्चियन हो, हामी चाहिँ दया भन्ने कस्तो के हो भन्ने कुरा हामी बुझेका छौँ। मेरो बदलामा चाहिँ अरू कोही हुन्थ्यो भने तपाईँ सिधै पस्नुहुन्थ्यो। अब त्यहाँबाट म चाहिँ अब क्रिस्चियन हो, मैले बुझेको छु, ठिकै छ, म तपाईँको त्यो बनाइदिन्छु भनेर मैले भनेँ। किनभने ऊ सिधै फस्छ, यदि हामी चाहिँ केस लड्यो भने त्यो सिधै जान्छ, उसको लाइसेन्सै छैन।
म त मऱ्यो भनेको थिएँ कि एकदम ठुलो उसबाट प्रभुले जोगाउनु भयो, त्यो मान्छेको हत्या हुनुबाट जोगियो। अनि मैले प्रार्थना गरेँ स्कुलको सर फेरि दया आउने खालको त साउ त होइन, दया आउने मान्छे त होइन, त्यो पनि दया आउन सकोस्। म एकचोटि रिक्वेस्ट गर्छु, एकचोटि भन्छु यो अपाङ्ग रहेछ भनेर मैले एकचोटि भन्छु भने म यो अपाङ्ग रहेछ, गरिब रहेछ, उसको शिक्षा चाहिँ फुटेको छ, बिचरा यस्तोलाई के हामी केस लड्नु, यसलाई हामी चाहिँ केही दया त गर्नुपर्छ, सटो पाइनुपर्छ भनेको होइन। किन बनाइदिने? उसको गल्ती छ, सिधै इन्सुरेन्समा फोन गर्ने, इन्सुरेन्स आउँछ, उसले छानबिन गर्छ, छानबिन गरेपछि उसको चाहिँ अटोको छानबिन गर्छ, बस छानबिन गर्छ, उसको लाइसेन्स हेर्छ, मान्छे हेर्छ, उसले उसरी तिर्छ भनेर एकछिन त भन्नुभएको थियो। अनि यस्तोसँग केस लड्दा के गर्ने? ऊ सिधै हार्छ, ऊ बिचरा यस्तो त्यसै नाजुक छ, किन यस्तो गर्ने भनेर मैले यसो यदि दया गरिदिनु पर्यो। होइन, कति धेरै कुराहरू धेरै होइन, जम्मा 75-100 रहेछ भनेको। धन्न त साउमा दया आयो है, दया आएर हुन्छ भनेर परमेश्वरलाई धन्यवाद दिन्छु। किनभने आधी पैसा हुँदैन, आधी पैसा त म दिन्छु चाहिँ मैले भन्ने सोचेको मैले। अनि यस्तो हुन्छ, हामी चाहिँ यसबाट म धेरै कुरा बुझ्दछु। यस्तो भएको छैन, मलाई 2 चोटि भएछ, त्यो पनि गल्ती मेरै छैन, प्रभुले झुकाइराख्नु भएको छ। हामीले के सोच्नु पर्दछ भन्दाखेरि हामी जति पनि हामी विश्वासीहरू हुनुहुन्छ, चाहे अगुवाहरू चाहे पास्टरहरू, हामी के हुन्छ भन्दाखेरि हामीलाई धेरै समस्याहरू आउँछ आपद विपद समस्या नआउला भन्नु छैन, दुःख कष्ट सतावट नआउला भन्नु छैन है, आउँछ। हेर्नुहोस् है, किनभने कसैलाई पनि दुःख कष्ट सतावट पर्दा यतिसम्म कि मृत्युसम्म पनि भएर जानुपर्छ। अनि यस्तो हुँदाखेरि हामीले कहिले पनि यसलाई चाहिँ दण्ड आएको हो, यसले चाहिँ गलत काम गरेर यसलाई चाहिँ सजाय पाएको हो, यसले यस्तो भएको भनेर हामी कहिले पनि भन्नु हुँदैन है। संसारको मान्छेले त भन्दछन् नि। त्यस कारण चाहिँ मलाई एउटा पदबाट म धेरै सान्त्वना मैले पाएको छु। यो वचनबाट हामी पाउँदछौँ, त्यो पढ्दैनौँ न बहिनी, 2 तिमोथी 3:12 पढ्दैन त। त्यहाँ के लेखेको छ भन्दाखेरि ख्रीष्ट येशूमा भक्ति साथ जीवन बिताउने इच्छा गर्नेहरू सदामा पढ्ने नै छन् भन्ने लेखेको छ। त्यो पढ्नु 2 तिमोथी 3:12। भक्ति साथ जीवन बिताउन इच्छा गर्नेहरू सबैजना सतावटमा पढ्ने नै छन्। हेर्नुहोस् है, किनभने धर्मशास्त्रमा लेखेको छ जति हामी भक्ति साथ जीवन बिताउँछौँ नि त्यति हामी सदामा हामी पढ्ने नै छौँ, नपढ्ने होइन। हामी ख्रीष्ट येशूमा विश्वास गरेको मान्छे, हामी यस्तो गरेको मान्छे, हामी यो हो हामी त्यो हो भन्दै हामी त्यही पनि हाम्रो हुँदैन, हामीलाई केही पनि हुँदैन भनेर हामी कहिले पनि भन्नु हुँदैन। किनभने भोलि यहाँले केही पनि कुराहरू आउन सक्छ। भक्ति साथ जीवन बिताउनेलाई सतावट है के भन्छ, ख्रीष्ट येशूमा भक्ति साथ जीवन बिताउने इच्छा गर्नेहरूलाई सतावटमा पर्ने नै छ। किन त भन्दाखेरि त्यो सतावटमा थाहा हुन्छ नि त, संसारको मान्छेले कति झुट बोलिरहेको हुन्छ, कति फसाउन खोजिरहेका हुन्छन्, आफू सत्य बाटोमा हिँड्दा पनि उनी नराम्रो कुरा बोलिरहेका हुन्छन्। अनि सो सतावटले गर्दा हाम्रो विश्वास झन् बलियो हुन जान्छ। आमेन। अझै विश्वास हाम्रो बलियो हुन्छ, किन सत्य कुरा हामी कहाँ भेटाउँछौँ भन्दा प्रभु येशूमा मात्रै हामी भेटाउँछौँ। हुन्छ, म आजको यो थोरै कुरा मलाई भन्नु मन लागेको थियो भने सबैलाई परमेश्वरले आशीष दिनुभएको छ। हुन्छ, गुरुबालाई धन्यवाद। अनि आएर आफ्नो आशिष गवाई बाँड्नुभयो। साँच्चै नै हामी डराएका थियौँ। उहाँ सिधै आएर त हेर बुढी, आज तेरो बुढो धन्नै उहाँ थानामा पुगेको थियो भन्दाखेरि त झस्याङ्ग भयो। अझ हामीले फोन गरेर बुढा कहाँ हुनुहुन्छ, सामान लिएर आउनुहोस् है भनेर अझ सामान लिनलाई पठाएर त्यही पनि उठाएर नभन्ने कि हामीलाई आत्तिन्छ भनेर कि। त्यहाँ त आएर हेर बुढी मेरो त यस्तो भयो आज, ओहो नि कहिल्यै पनि त्यस्तो भएको थिएन, आज के भयो यस्तो भन्ने भयो है। अनि मैले साउले नदिने मैले तिमीलाई भनेर आएँ भन्नुहुन्छ। तपाईँ त काम गरेर खाने मान्छे हो, तपाईँले कहाँबाट दिनुहुन्छ? बरु प्रार्थना गरौँ साउको हृदय परिवर्तन होस् र उसले दिने मन होस् भनेर प्रार्थना गरियो है, गरियो। साँच्चै नै आर्गन दिन जाँदाखेरि त साउले तिर्ने भयो भनेर अरूलाई धेरै धन्यवाद दियौँ है। साँच्चै नै परमेश्वर महान परमेश्वर हुनुहुन्छ हाम्रो। अनि महान परमेश्वरले आफ्नो छोराछोरीहरूलाई कहिल्यै पनि लाजमा पर्न दिनुहुन्न, सधैँ शिर उच्च गराउनुहुन्छ। आमेन। हामी परमेश्वरमा भरोसा राख्नुहुन्छ। परमेश्वरलाई धन्यवाद भएको होस्। र कसैको छ भने आउनुहोस्, छैन भने हामी स्वागत र सूचनातिर हामी जानेछौँ।
धन्यवाद मण्डली परिवार सबैलाई प्रभु येशूको नाउँमा प्रभु येशूको नाउँमा जय मसीह गर्दछु सबैलाई। अनि गवाई त खासै केही छैन। आज म धेरै समय 1 सालको बाद सबैसँग भेटभेट हुन पाइयो। मण्डलीमा नि रौनक प्रार्थनाहरू सुन्नुभयो, परमेश्वरले रौनकहरू आयो हाम्रो पनि मण्डलीमा भन्ने मेरो पनि मनमा आज खुसियाली लाग्यो। र पनि मैले त अहिले 4-5 सालबाट अब गर्न खोजेका कामहरू त्यस्तै नै भइराखेको छ। अब एउटा काम एकदम राम्रो एकदम सानो चिजहरूमा गाउँघरको खेतीहरूमा एउटा सानो आयुर्वेदिक जस्तो अब भन्नाले अलिकति मान्छे हाँस्ने जस्तो पनि छ। सानो लगानीमा गर्न सक्ने कामहरू रहेछ। म गर्छु भन्ने सोच्छु। मण्डली परिवारहरूले प्रार्थना गर्नुहोला, किनकि हामीले मण्डलीमा कुरा नराखेर र हाम्रो व्यक्तिगत आफैले केही गर्छु भनेर सोचले हामी सफल भइँदो रहेनछ। आजसम्म जे पनि कामनाहरू गरियो, जे पनि गरियो, ती सबै परमेश्वर विरुद्धका कामनाहरू रहेछन्। कुनै पनि सफल भएन। अहिले पनि म थोरै समय बाख्रा नै पालिराखेको थिएँ। बाख्राबाट पनि घाटा त हुँदो रहेनछ, तर एक्लो शरीरले सक्दो रहेनछ। मैले हटाएँ। अब आफ्नो जमिनहरू छ, ती जमिनहरूमा अब यता गरौँ भने धेरै ठुलो लगानी लाग्छ। गाउँघरमा त आफ्नो जमिनहरू छ, त्यसमा मैले सानो लगानीबाट फेरि मालको लागि पनि डिलरहरू त मैले कम्पनीहरू त यतै बुटोलमा पनि भेटाएँ। एउटा मोरिङ्गा भन्ने खेती हाम्रो शीतल चिनी भन्छ र चाहिँ नि एउटा हाम्रो अहिले आयुर्वेदिक सम्बन्धी यो तितेपाती भन्दा त मान्छेले तितेपातीको खेती गर्न लागेको छ भन्नाले राम्रो मार्केट रहेछ उसको पनि। डिलरसँग कम्पनीसँगै बात भयो मेरो। अनि मोरिङ्गाको पनि गर्दाखेरि मलाई मोरिङ्गामा पनि अलि अजिलो जस्तो हुने रहेछ। अनि यो आयुर्वेदिक सम्बन्धी यो पाती खेतीलाई एकदम राम्रो थोरै 2-3 लाख लगानीमा गर्न सकिँदो रहेछ। अनि तेस्रो पनि सम्म गर्न सकियो भने राम्रो फलहरू फलाउन सकिँदो रहेछ। त्यो गर्न भन्ने मैले एकदम सोच गरेको छु र परिवारबाट पनि अब सपोर्ट पाएको छु। परिवार विश्वासी छ, प्रार्थना गर्नुहोला। र यो लगानीको लागि परिवारबाट सपोर्ट पाएको छु। गर्न त ऋणै गरेर गर्ने हो, तर तिर्नको लागि टेन्सन नगर्नुहोस् भनेर परिवारबाट आएछ भनेपछि मेरो गवाई जस्तो पनि एउटा मण्डली परिवारमा बाट प्रार्थना गर्नुहोला। गर्न खोजेको कामहरू राम्रो भएको होस् र अघि मण्डलीमा आउँदाखेरि फल फलेर आउन सकौँ। अहिलेसम्म फल फलेको छैन गर्दाखेरि अघि फलको साथ मण्डलीमा गवाई बाँड्न सकौँ। यही नै मेरो सबैलाई धन्यवादको साथ जय मसीह गर्दछु। प्रभु येशूको नाममा सबैलाई उहाँ लोकबहादुर भाइलाई धन्यवाद। अनि उहाँले बताएर जानुभएको छ, उहाँले गर्न थाल्नुभएको योजनाहरू, ती कामहरू सफल होस् है। त्यो आयुर्वेदिकको अनि खेती अनि लगाउन जाँदै हुनुहुन्छ। उहाँको कामहरूमा अनि ती सबै जडीबुटीहरूमा परमेश्वरले अनि आशिष दिनुभएको होस्, काम सफल होस्। उहाँको विश्वास अटल छ है, उहाँको विश्वास अटल छ। उहाँको श्रीमती अनि उहाँले विश्वास गर्नुभएको थियो, तर श्रीमती अनि पछि हट्नुभयो। पछि हटेको कारण पनि उहाँ पछाडि हट्नु भएन, किनभने उहाँको विश्वास एकदमै परमेश्वरमा बलियो छ। हामीले देखिराखेका छौँ। गएका वर्षहरूमा पनि हाम्रो मण्डली परिवारले उहाँको निम्ति प्रार्थना गरिराख्यौँ है। हामी घरमा पनि प्रार्थना गऱ्यौँ, सबैले प्रार्थना गऱ्यौँ। आजसम्म उहाँ सुरक्षित रहनुहुँदैछ। हामीलाई फोन थिएन है, अहिले आउँदा पनि फोन नदिकन हामीलाई सरप्राइज दिनुभयो। उहाँलाई हामी धन्यवाद दिँदछौँ। हुन्छ, अब हामी स्वागत र सूचनातिर जानेछौँ। हाम्रो आदरणीय दिपी बाबु हुनुहुन्न अनि उहाँ नभएको कारण म कृपा नानीलाई स्वागत र सूचनाको लागि म अनुरोध गर्छु। जय मसीह सबैजनालाई। प्रभु भलो हुनुहुन्छ। आमेन। धन्यवाद गुरुआमालाई। टिपी बाबु नभए पनि टिपी बाबुको अर्धाङ्गिनी चाहिँ छु आज सूचना सुनाउनको लागि धन्यवाद। विशेष गरेर हामीले आजको सेवामा चाहिँ हामी यसपछि हामी वचनको सेवालाई हाम्रो पास्टर अमृतानन्दजीले लिनुहुनेछ। अनि त्यसपछि आजको सेवा हामी समापन गरेर लगतै आउने
हप्ता हाम्रो चाहिँ 2082 फागुन 2 गते शनिबार हाम्रो साप्ताहिक सङ्गति हुनेछ। त्योभन्दा अगाडि हामी आइतबारबाट सुरु गर्नेछौँ। आइतबार चाहिँ हाम्रो घरेलु सङ्गति छ। कसको घरमा कति बजे भनेर चाहिँ हामीलाई पास्टर बुवाले नै सूचना राख्नुहुनेछ म्यासेन्जरमा। हामी सबैजनाले म्यासेन्जरमा आएको सूचना अनुसार चाहिँ हाम्रो घरेलु सङ्गतिमा हामी सहभागी हुनेछौँ। यसमा चाहिँ हाम्रो सञ्चालन हाम्रो आदरणीय दिदी माला गुरुङजीले गर्नुहुनेछ र वचनको लागि चाहिँ हाम्रो पास्टर अमृत आनन्दले तयार गर्नुहुनेछ। यसै गरेर बिहिबारको सङ्गति प्रार्थना सङ्गति छ, जसमा चाहिँ सञ्चालन माला दिदीले नै गर्नुहुनेछ बिहिबारको प्रार्थना सङ्गतिमा। यसै गरेर हामी शुक्रबार हामीले सबैजना भ्याउने र हाम्रो समय भएको जति चाहिँ हामी उपवास प्रार्थना सङ्गतिमा समावेश हुन सक्छौँ। हाम्रो उपवास सङ्गति शुक्रबार 11 बजेबाट सुरु हुन्छ। कृपया समय भएको जतिहरू चाहिँ सहभागी भइदिनु हुनको लागि अनुरोध गर्दछु। यसै गरेर शनिबार आराधना सङ्गति फागुन 2 गते हाम्रो वेदवाडा मण्डलीमा सधैँ चाहिँ बिहानको 10 बजेबाट सुरु हुनेछ, जसलाई सञ्चालन हाम्रो आदरणीय दिदी राधिका भुसालजीले गर्नुहुनेछ। आराधनामा पूजा लोहनी बहिनीले लिड गर्नुहुनेछ र वचनको लागि पास्टर अमृत आनन्दजीले लिनुहुनेछ। र अब आउने फागुन 2 गते चाहिँ प्रभु भोज पनि भएको कारण हामी सबैजना प्रभु भोजमा सहभागी हुने तरिकाले तयारीमा हुनेछौँ। र आदरणीय हाम्रो गुरुबा सुरेश थापाज्यू चाहिँ कपिल वस्तु आउने हप्ता चाहिँ प्रभु भोजको सेवाको लागि जानुहुनेछ। उहाँको लागि पनि हामी प्रार्थना गर्नेछौँ। यसै गरेर अरू प्रार्थनाको विषयहरू छ। इक्जाम आइरहेको लागि हामी प्रार्थना गर्नेछौँ। भाइ सुगम र बहिनी सृष्टिको लागि उहाँहरू चाहिँ अब्रोडको लागि विदेशको लागि तयारीमा हुनुहुन्छ अनि उहाँहरूको परीक्षाहरू छ। उहाँहरूको परीक्षामा परमेश्वरले प्रशस्त बुद्धि ज्ञान दिनुभएको होस् भनेर हामी प्रार्थना गर्नेछौँ। यसै गरेर आइतबार हाम्रो पास्टर अमृत आनन्दज्यू पाल्पा सेमिनारको लागि जाँदै हुनुहुन्छ, 1 दिनको सेमिनारको लागि। त्यो सेमिनारमा उहाँले निभाउनु पर्ने जिम्मेवारी उहाँको यात्रामा सुरक्षाको लागि प्रार्थना गर्नेछ। यसै गरेर सोमबार फेरि दोस्रो दिनै सोमबार फेरि उहाँ दुम्कीबास जानुहुनेछ। अनि यसरी सुन्दाखेरि यात्रा यताबाट गयो फेरि आयो होइन, फेरि उता जानुपर्ने। अनि यो यात्रामा हिँडिराख्दाखेरि मलाई थाहा छ एकदमै कठिन हुन्छ होइन। कतिपटक हामीलाई बाटोमा भने जस्तो सहजताहरू हुँदैन। अनि यस कारण हामी उहाँको यात्राको लागि र सेमिनारको लागि पनि प्रार्थना गर्नेछौँ। यसै गरेर अरू हामी भर्खरै हाम्रो लोकबहादुर दाजुको प्रार्थनाको विषय सुन्यौँ। हामी सबैजना मण्डली परिवारले प्रार्थनामा याद गरौँ। उहाँको जुन नयाँ व्यापार बिजनेस अथवा कृषि उहाँले सुरु गर्दै हुनुहुन्छ, त्यसमा परमेश्वरको प्रशस्त आशिष दिनुभएको होस्। फसलको प्रभुले फसल गर्नेहरूलाई चाहिँ प्रशस्त फल फलाउनको लागि आशिष दिनुभएको होस् भनेर हामी सबैजना उहाँको लागि आशिष माग्नेछौँ। यसै गरेर मेरो श्रीमान दिपु श्रेष्ठज्यू चाहिँ अहिले इन्डियामा हुनुहुन्छ अनि उहाँको यात्रा अनि उहाँको कामहरूको लागि पनि हामी प्रार्थना गरौँ। अनि बाँकी सम्पूर्ण हाम्रो मण्डली परिवारको जे जति प्रार्थनाको विषयहरू छ कृपया हाम्रो पास्टर अमृत आनन्दजी र हजुरहरूले जानकारी गराउनुहोला। र सम्पूर्ण यो प्रार्थना हाम्रो सूचना सङ्गतिलाई प्रार्थनामा राखिदिनको लागि हाम्रो आदरणीय गुरुबा सुरेश थापाज्यूलाई म प्रार्थनामा अगुवाई गरिदिनु हार्दिक अनुरोध गर्दछु। हुन्छ सबैजनालाई जय मसीह, धन्यवाद। हुन्छ, आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। स्वर्गमा विराजमान परमेश्वर पिता बुवा, तपाईँ परमेश्वरलाई हामी यस समय फेरि पनि हामी धन्यवाद दिँदछौँ। साँच्चै नै प्रभु, आज यतिका जना मिलेर तपाईँको नाउँ हामी उच्चारेका छौँ। तपाईँ उच्चारिनु भएको छ, हामी विश्वास गर्दछौँ। तपाईँले हामीलाई तपाईँकै महिमाको निम्ति नै तपाईँले हामीलाई सृष्टि गर्नुभएको हो र हाम्रो उद्देश्य भनेको नै तपाईँको महिमा गर्नु हो। प्रभु, तपाईँलाई हामी धन्यवाद दिन्छौँ। ओ प्रभु, तपाईँको महिमा भएको छ, हामी विश्वास गर्दछौँ। यो सूचनाहरू हामी सुनेका छौँ प्रभु। यो मण्डलीमा विशेष गरेर प्रभु मण्डलीमा जति पनि सेवा सङ्गतिहरू भइराखेको छ अनि घरेलु सङ्गतिहरू भइराखेको छ, उपवास सङ्गति भइराखेको छ,
आराधना सेवा सङ्गति भइराखेको छ। प्रभु सबै कुरामा तपाईँ परमेश्वरले प्रभु सहायता मद्दत गर्नुभएको होस्, आशिष दिनुभएको होस्। एकदमै आशिषमय सङ्गति भएर अनि तपाईँमा विश्वासमा बलियो भएर अगाडि बढेर तपाईँको असल छोराछोरी हुन सकुन् भनेर म प्रार्थना गर्दछु। तपाईँले ज्ञान बुद्धि दिनुभएको होस्। कुनै पनि नराम्रा कुराहरू ल्याउने, नराम्रा सोचहरू ल्याउने, कुनै पनि नराम्रा रोग बिमार ल्याउने कुराहरू, बाधा दिने कुराहरू दुष्टले ल्याएको छ भने येशू मसीहको नाममा म इन्कार गर्दछु। हटेर गएको होस्। तपाईँलाई म धन्यवाद दिन्छु प्रभु। हामी जतिजना छौँ, हामी जति पनि यहाँ छौँ, सबैलाई तपाईँ प्रभुले सुरक्षा आशिष दिनुभएको छ प्रभु। धन्यवाद छ। यस्तै गरेर विशेष गरेर प्रभु लोकबहादुर भाइलाई म तपाईँ परमेश्वर काममा राख्दछु। लोकबहादुर भाइ चाहिँ अहिले पाहाडतिर बस्नुभएको छ। उहाँले धेरै अनि योजनाहरू बनाएर जति काम गरे पनि उहाँले राम्रो सफलता पाउनु भएको छैन भनेर उहाँले पाएको छैन भनेर भन्नुभएको छ। प्रभु उहाँले कुन चाहिँ योजनाहरू बनाउनु भएको छ हामी जान्दैनौँ, तपाईँ प्रभुले जान्नुहुन्छ। उहाँको साथमा तपाईँ परमेश्वर भइदिनुहोस्। उहाँलाई असल बुद्धि र असल ज्ञानहरू दिनुभएको होस्। जे असल छ, जे ठिक छ त्यो कुरामा लागेर हिँड्न तपाईँले सहायता मद्दत गर्नुभएको होस् प्रभु। उहाँको जे काम गरे पनि तपाईँले आशिष दिनुभएको होस्। उहाँलाई 30 गुणा, 60 गुणा, 90 गुणा, 100 गुणा आशिष दिनुभएको होस् भनेर म प्रार्थना गर्दछु। उहाँको परिवारमा मिलाप हुन सकोस्, मिलापमा आउन सक्नु भएको होस्। उहाँलाई जोस जाँगर हौसला दिनुभएको, उत्साह दिनुभएको होस् प्रभु। उहाँको चिन्ता फिक्रीहरू तपाईँ येशू मसीहको नाममा हटेर गएको होस् भनेर म प्रार्थना गर्दछु। हो प्रभु, तपाईँ नै हाम्रो आशा हुनुहुन्छ। तपाईँलाई आशा र भरोसा गर्नेलाई तपाईँले कहिले पनि निराशा बनाउनु हुने छैन। अनि हामी बुद्ध छौँ प्रभु। तपाईँलाई धन्यवाद, धन्यवाद छ प्रभु। जुन घरका बाबुबा चाहिँ इन्डिया जानुभएको छ भनेर अनि सूचना दिनुभएको छ। उहाँ जहाँ हुनुहुन्छ प्रभु, उहाँको साथमा तपाईँ परमेश्वर भइदिनुहोस्। तपाईँका स्वर्गदूतको पहरामा राखिदिनुहोस्, ताकि उहाँलाई यात्रामा जति पनि हिँड्दा कामहरूमा तपाईँले आशिष दिनुहोस्। दुर्घटना, एक्सिडेन्ट हुनुबाट, नराम्रो समस्याहरू आउनुबाट प्रभु जोगाउनु भएको छ। म प्रार्थना गर्दछु प्रभु। धन्यवाद। सबै काममा तपाईँ परमेश्वरले सफलता तुल्याउनु भएको छ भनेर म प्रार्थना गर्दछु। धन्यवाद छ, धन्यवाद छ प्रभु। तपाईँ प्रभुले मलाई पनि तपाईँले सुरक्षा दिनुभयो। मबाट चाहिँ कुनै हत्या हुन पुगेन प्रभु। तपाईँले जोगाउनु भएको लागि तपाईँलाई म धन्यवाद दिन्छु प्रभु। धन्यवाद छ। जति पनि हाम्रो चाहिँ कपिल वस्तु आगमन मण्डली छ, यहाँको भेटबारा मण्डलीहरू छ, सबै मण्डलीका तपाईँका जति पनि प्रभुका जनहरू हुनुहुन्छ, वृद्धहरू, वृद्धहरू, अदमैसी जवान, बालबालिकाहरू, हो प्रभु, साधारण विश्वासीदेखि लिएर अगुवा पाठकहरू, प्रचारक, शिक्षक, मिसनरीहरू सबैको साथमा तपाईँ परमेश्वर भइदिनुहोस्। तपाईँले सुरक्षा दिनुभएको होस् प्रभु। तपाईँले सहायता मद्दत गर्नुभएको होस्, आशिष दिनुभएको होस्, अप्ठ्यारोमा पर्नबाट जोगाउनु भएको होस्। उहाँका यदि अङ्ग प्रत्यङ्गमा रोग बिमारहरू छ भने तपाईँ येशू मसीहको नाममा चङ्गाइको घोषणा गर्दछु प्रभु। सबै कुरामा सुरक्षा आशिष दिनुहोस्। खेतीबारीमा आशिष दिनुहोस्। पालेका पशु पन्छीहरूमा, नोकरीहरूमा, व्यवसायीहरूमा, सेवकाईहरूमा, पढाइ लेखाइहरूका पढाइमा, प्रत्येक कुरामा तपाईँले आशिष दिनुभएको होस् प्रभु। धन्यवाद। नेपाल देशभरिकै तपाईँका प्रभुका जनहरू, विश्वभरिकै तपाईँका प्रभुका जनहरू, लाखौँ करोडौँ अरबौँ तपाईँका प्रभुका जनहरू हुनुहुन्छ। सबैलाई तपाईँ प्रभुले सुरक्षा दिनुभएको होस् प्रभु। तपाईँले पनि आशिष दिनुभएको होस्, किनभने तपाईँ सर्वव्यापी परमेश्वर हुनुहुन्छ। एकैचोटि संसारैभरिका मानिसको हृदयमा तपाईँ बोल्न साथ, प्रार्थना गर्न साथ उपस्थिति हुने परमेश्वर हुनुहुन्छ। तपाईँलाई धन्यवाद दिन्छु प्रभु। कति लडाइँहरू हुन गइराखेको छ प्रभु, अनि लडाइँहरूले धेरै चिन्ताहरू ल्याएको छ। अब प्रभु देशको लडाइँहरू हुन गइराखेको छ प्रभु। त्यो लडाइँमा शान्ति पाउन सकुन् प्रभु। हो प्रभु, तर हाम्रो इच्छा होइन, तपाईँको इच्छा पुरा भएको होस्। तपाईँको जनलाई तपाईँले विजयी बनाउनु भएको छ भनेर म प्रार्थना गर्दछु प्रभु। धन्यवाद छ। यस्तै गर्दा प्रभु फेरि पनि यो देशमा पनि चुनाव हुन गइराखेको छ हो प्रभु। अनि जति पनि छन् खालि विरोधीहरू मात्रै छन्, साँचो कुरामा लाग्दैनन्, खालि झुटा कुरामा लागेर हो प्रभु। अनि आफ्नै मात्रै वास्ता गरेर हिँड्ने, जनतालाई हेर्ने नहेर्ने यी यस्तो नेताहरू चाहिँ जति पनि छन् प्रभु, तिनीहरूले नजितुन् प्रभु। जसले निष्पक्ष रूपमा व्यवहार गर्छ, सबैलाई सम्मान गर्छ हो प्रभु, त्यस्तो नेताले जित्न सकोस् भनेर म प्रार्थना गर्दछु प्रभु। धन्यवाद दिन्छु प्रभु, ताकि हामीले स्वतन्त्रसँग सेवा गर्न पाऊँ, सुसमाचार प्रचार गर्न पाऊँ, अनि धेरै आत्मा बचाउन सकौँ, तपाईँको महिमा गर्न सकौँ। धन्यवाद दिन्छौँ। धन्यवाद।
देश विदेशमा जति पनि हाम्रा हो प्रभु तपाईँका जनहरू हुनुहुन्छ, तपाईँका हो प्रभु छोराछोरीहरू त्यति हुनुहुन्छ, प्रत्येकको साथमा तपाईँ परमेश्वर भइदिनुहोस्। उहाँहरूको कामहरूमा आशिष दिनुहोस्, उहाँहरूको सेवकाईहरूमा बोलीचालीमा आशिष दिनुहोस्, हो प्रभु रहनसहनमा आशिष दिनुहोस्, अप्ठ्यारोमा पर्नबाट जोगाउनु भएको होस्, दुर्घटना हुनुबाट जोगाउनु भएको होस् प्रभु। जहाँ बसे पनि तपाईँलाई धन्यवाद दिन सकौँ। धन्यवाद। आजको सेवामा तपाईँले आशिष दिनुहोस्, सबैजना आशिष पाएर अनि आशिषित भएर चाहिँ प्रभु हामी आफ्नो घरतर्फ लाग्न सकौँ। धन्यवाद। अब बाँकी समय तपाईँ परमेश्वरको हातमा राख्दै हो प्रभु यो छोटो यो बिन्ती प्रार्थना चढाउँदछौँ येशू प्रभुको नाममा। आमेन। हुन्छ, अनि प्रार्थना गर्नुभयो गुरुबालाई धन्यवाद। अब हामी भेटी सङ्कलन गर्नेछौँ। 332 नम्बरको भजन गाएर हामी भेटी उठाउनेछौँ। भजन नम्बर बाबुलाई धन्यवाद अनि भेटी उठाउनमा सहायता गरे। अनि अब हामी वचन र भेटीको लागि प्रार्थना गर्नेछौँ। भेटीको लागि हाम्रो पूजा नानीले प्रार्थना गर्नुहुनेछ, वचनको लागि हाम्रो राधिका बहिनीले प्रार्थना गर्नुहुनेछ। अनि अन्नहरूमा बालीहरूमा तपाईँले आशिष दिनुभएको, पालेका पशुहरूमा तपाईँले आशिष दिनुभएको से पवित्र परमेश्वर, तपाईँले सहायता गर्नुभएको से सर्वशक्तिमान परमेश्वर बाबा। अनि आफ्नो उहाँहरूको मुठीहरूमा आशिष दिनुभएको छ। आउने दिनमा अझै धेरै तपाईँको स्वर्गको राज्यको निम्ति छुट्याउने अनि तपाईँले हृदय दिनुहोस् प्रभु। अनि त्यो ब्लेसिङ दिनुहोस् पवित्र परमेश्वर, आशिष दिनुहोस् छुट्याउनको निम्ति हे पवित्र परमेश्वर। तपाईँले सहायता गर्नुभएको छ। हरेकको हातमा तपाईँले छुनुहोस्, उहाँहरूको कामहरूमा तपाईँले बढाउनुहोस्, जागिरहरूमा तपाईँले उहाँहरूको अनि उहाँहरूलाई तपाईँले आशिष दिनुभएको छ पवित्र परमेश्वर। व्यवसायमा आशिष दिनुभएको छ हे पवित्र परमेश्वर, सहायता गर्नुभएको छ। धन्यवाद छ पवित्र परमेश्वर। यो भेटीहरूलाई हामी तपाईँको हातमा राख्दछौँ, तपाईँले सहायता गर्नुभएको छ। बिन्ती प्रार्थना चढाउँछु यीशु प्रभुको नाममा।
परिशुद्ध र अप्नाइसकेको परमेश्वर मेरो पिता म तपाईँलाई धन्यवाद गर्दछु प्रभु तपाईँले यतिका बेरसम्म तपाईँको उपस्थितिमा तपाईँको अनुग्रहमा हामीलाई बोलाउनु भयो प्रभु तपाईँको उपस्थिति हामी प्रत्येकलाई थाहा दिनुभएकोमा तपाईँलाई धन्यवाद गर्दछु प्रभु आज जे जति बेला स्तुति आराधनामा गएका वचन कोरसहरू प्रभु यसो प्रभु जो बाँडिएका आशिषहरू प्रभु तपाईँ परमेश्वरले प्रभु महिमित हुनुभएको छ भने हामी विश्वास गर्दछौँ प्रभु तपाईँ हाम्रो माझमा हुनुहुन्छ किनभने तपाईँ परमेश्वरले भन्नुभएको छ जहाँ पनि मेरो नाममा 2-3 जना भेला हुनेछ त्यहाँ मेरो जिउँदो उपस्थिति हुनेछ भन्नुभएको छ। साँच्चै नै प्रभु हामी विश्वास गर्दछौँ आज हाम्रो माझमा तपाईँ हुनुहुन्छ किनभने हामी खाली हात आएका छौँ तर हामी खाली हात फर्केर जाने छैनौँ प्रभु आज तपाईँ हाम्रो साथमा जानुहुनेछ पिता प्रभु आजको जुन पनि वचन हामीलाई खाँचो छ प्रभु तपाईँ पवित्र आत्माको अनुग्रहद्वारा कृपाद्वारा हामीसँग आएर कुरा गर्नुभएको छ त्यो वचन बुझ्नको निम्ति पनि प्रभु तपाईँको परिशुद्ध आत्माको भरिपुरी हामी माथि खन्याउनु भएको छ पिता परमेश्वर हामी वचन सुन्दै गर्दा वचन बोल्दै गर्दा जुन शैतान दुष्टले ल्याउने ती प्रभाव प्रत्येक बाधाहरूलाई यीशु ख्रीष्टको नाममा हामी इन्कार गर्दछौँ त्यसलाई हामी क्यान्सल गर्दछौँ प्रभु तपाईँको एकतामा तपाईँको प्रेममा हामीलाई राख्नु भएको छ तपाईँको वचन ध्यानसँग सुन्नको निम्ति र त्यो सुनेर त्यस अनुसार चल्नको निम्ति पनि हामीलाई सहयोग गर्नुभएको छ। साँच्चै नै पिता मानिसहरू रोटीले मात्र जीवित रहन सक्दैनन् तपाईँको वचनले जीवित रहन्छन् भन्नुभएको कुरा साँच्चै परमेश्वर तपाईँले यो प्रभाव गर्नुभएको म तपाईँलाई धन्यवाद गर्छु। तपाईँको वचनको खाँचो छ हामीलाई पिता आज हामीसँग तपाईँ प्रत्येकसँग कुरा गर्नुभएको छ प्रत्येकलाई तपाईँले जागृति दिनुभएको छ प्रत्येकको हृदयमा तपाईँले कुरा गर्नुहुन्छ प्रत्येकको हृदय तपाईँले परिवर्तन गर्नुभएको छ तपाईँमा आकर्षण गर्नुभएको छ तपाईँको ज्योति प्रत्येकको जीवनमा खन्याउनु भएको छ पिता परमेश्वर प्रत्येकलाई सुन्नुभएको छ पिता वचन बोल्ने छोराको साथमा पनि तपाईँ रहनुभएको छ पिता परमेश्वर तपाईँले तयारीका साथमा राख्नुभएको छ पिता प्रभु हामी सबैलाई तपाईँको अनुग्रह कृपामा डोराउनु भएको छ तपाईँको उपस्थितिमा चलाउनु भएको छ आउने दिनहरूमा अझ बढ्ता गरेर तपाईँको राज्यमा तपाईँको उपस्थितिमा हामी आउन सकौँ हामीलाई तयारीमा राख्नु भएको छ प्रभु किनभने तपाईँको आगमन छिट्टै छ यसो प्रभु मेरो पिता हामीलाई तपाईँले तयारीका साथमा राखेर अनेकहरूलाई तयारी गराउनुको निम्ति हामीलाई तपाईँले उठाउनु भएको छ भन्दै माग्दछु बिन्ती प्रार्थना हामीलाई माया गर्ने पवित्र अनि उच्च यसो ख्रीष्टको नाममा आमेन। हुन्छ भेटेर वचनको लागि प्रार्थना गर्नुभयो अनि बहिनीहरू नानीलाई धन्यवाद। अब हामी वचनको मुख्य भागमा आएका छौँ। वचनको लागि हाम्रो पास्टरले दिनुहुनेछ हामी म उहाँलाई समय दिएर म बिदा हुन्छु। सबैजनालाई जय मसीह। चलिरहेको सेसनलाई एन्ड गर्नुहोस् त्यसपछि अर्को सेसन सुरु